अखिल समाजवादी विद्यार्थी सङ्गठनले यस मनरी गाउँपालिकाको विकट एरिया मानिने वडा नम्बर 2 को यो ठाडोखोला दोभानको यो त्रिरत्न प्राथमिक विद्यालयमा आज यो चाहिँ शैक्षिक सामग्री वितरण जो कार्यक्रम यहाँहरूले ल्याउनु भएको छ स्मरणीय यो एकदमै यस कार्यक्रमलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु किनकि यो एउटा कुनै कन्त्रमा रहेको विद्यालयलाई र यहाँ रहेको विद्यार्थी भाइ बहिनीहरूको लागि एउटा तपाईँहरूले चाहिँ शैक्षिक सामग्री वितरण गर्ने जुन आयोजना गर्नुभएको छ त्यो विशेष गरी यहाँहरूको सम्पूर्ण टिमलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र यसका साथसाथै यहाँहरूले गर्नुभएको जो यो कदमहरू जुन बढाउनु भएको छ समग्र मकवानपुरको सिङ्गो विद्यालयले नै हामी अनुगमन को तवरबाट पनि हामी सबै विद्यालयमा पुग्छौँ भन्ने एउटा लक्ष्यसहित यहाँ अगाडि बढ्नु भएको छ। यसमा पनि यहाँहरूलाई मेरो समयले भ्यायो भने यहाँको यो आफ्नो विद्यालय मात्रै होइन अरू विद्यालयमा पनि उहाँको पनि त्यहाँ चाहिँ सरिक हुने यहाँहरूलाई म साथ दिन चाहन्छु र साथसाथै यहाँ आगामी कामहरू यहाँहरूको अखिल समाजवादीले गरेको यो कार्यक्रमहरू सबै विद्यालयमा पुग्नुपर्छ र त्यसैले गर्दा यहाँहरूले जुन आयोजना यसरी ल्याउनु भएको छ र अहिले यो विभिन्न चरणहरूमा विद्यालय क्षेत्रमा राज्यले पनि लगानी गरिरहेको अवस्था छ कतै चाहिँ भौतिक संरचनाहरू बढिरहेको छ कतै चाहिँ यस्ता खालको कार्यक्रमहरू चाहिँ राखेको अवस्था छ तैपनि यसमा मलाई एउटा चाहिँ लागेको कुरा के छ भने तपाईँले एउटा अनुगमन भन्दाखेरि चाहिँ यो एकदम सराहनीय पक्ष देखिन्छ क्या किनभने यो सरकारी निकायहरूले नै यो यसमा ध्यान पुगिराखेको देखिन्न क्या किनभने एउटा संरचना बनिरहेको हुन्छ त्यसको लागत कति र त्यो चाहिँ इस्टिमेट अनुसार बन्यो बनेन यो चाहिँ अलिक फितलो पाटो चाहिँ देखिराखेको छ होइन हामी हरेक क्षेत्रमा पुग्छौँ निर्माणको कार्यमा अलिक फितलो भयो भने भ्रष्टाचार त्यहाँबाट सुरु हुनुभयो क्या त्यसैले गर्दा यो अनुगमन पक्ष एकदम राम्रो पक्ष छ र एउटा अर्को विषय के छ भने हाम्रो अहिलेसम्मको यो राज्यको नीति चाहिँ के छ भने तपाईँको +2 सम्म राज्यले निःशुल्क गर्ने एउटा चाहिँ नीति बनाएको छ तर त्यो कार्यान्वयन हुन सकिराखेको छैन होइन त्यो कुरालाई पनि ध्यान दिनुपर्ने जरुरी छ किनकि हामी अहिले यो भनौँ गाउँ कन्त्रातिर बस्ने विद्यार्थी भाइ बहिनीहरूको समस्या के छ भने अब सामान्य आफ्नो ओडामा भएको विद्यालय जस्तो 10 सम्म छ भने 10 पढ्ने छोड्ने हुन्छ 8 छ भने 8 क्लास पढ्ने छोड्ने हुन्छ हामी +2 चाहिँ पढ्न नपाउने किन त भन्दा हाम्रो आर्थिक अवस्थाको कारणले गर्दा हामी शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता त्यसो हुँदाखेरि कम्तीमा हाम्रो चाहिँ यो राज्यले बनाएको आफ्नै नीति +2 सम्मलाई चाहिँ निःशुल्क पढ्ने एउटा चाहिँ माध्यम चाहिँ भइदियो भने कार्यान्वयनमा ल्याइदियो भने हाम्रो पनि यो पुरा कन्त्रामा रहेका भाइ बहिनीहरूले पनि एउटा उच्च शिक्षा हासिल गर्न सक्छ भन्ने मलाई लाग्छ किनभने अहिले फेरि एउटा चाहिँ यो हाम्रो विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि घट्दो क्रम छ किनभने राज्यले विद्यालयको संरचना बनाइदिएको छ विद्यार्थीको उपस्थिति ठिकै देखिन्छ तर यसको विद्यार्थीको अनुपातमा पनि टिचर व्यवस्थापन गर्न नसक्नुको कारण पनि एउटा समस्या छ होइन हामीले बाध्य भएर सरकारी विद्यालयले निःशुल्क टिचरलाई पालेर चाहिँ विद्यार्थीले पढाउनु पर्ने अवस्था छ किनभने त्यस्तो नगरे विद्यार्थी पढाउन नसकिने र पढाउनको लागि निःस्रोत पाल्नै पर्ने र यसलाई थेक्नलाई विद्यालयसँग अन्यत्र त्यस्ता खालको स्रोत नभएको कारणले पनि एउटा समस्या चाहिँ आइरहेको छ सरकार र त्यो समस्याले गर्दा सरकारी विद्यालय चाहिँ पढाइमा खस्किनु गुणस्तरमा खस्किनुको मुख्य कारण चाहिँ यहाँनिर मैले देखिन्छ किन हामीले विद्यार्थीको अनुपातमा चाहिँ टिचरको पर्याप्त नभइसकेपछि त्यो बाध्यता कारण पनि हुनसक्छ जस्तो हाम्रो चाहिँ राज्यले दिनुपर्ने 30 जना बराबर एउटा टिचर भन्थ्यो भने अहिले त्यो पनि छैन हेर्नुहोस् होइन त्यो खालको व्यवस्थापन राज्यले टिचर व्यवस्थापन गर्यो भने आफ्नो चाहिँ विद्यार्थीहरूलाई होइन राम्रो गुणस्तरको चाहिँ शिक्षा दिन सकिन्छ त्यो अवस्था नभएको कारणले यस्ता समस्याहरू यावत समस्याहरू धेरै छन् त्यसैले गर्दा यो अनुगमनको यहाँहरूको कार्यक्रम छ
यहाँ सम्पूर्णले सबै विद्यालयको पनि अनुगमन गरेर यो आवाजलाई राज्यको सम्बन्धित निकायसम्म चाहिँ लगेर यसलाई चाहिँ घचघचाउनु हुनेछ भन्ने आफ्नो छोटो मन्तव्य राख्दै यहाँ कार्यक्रममा सरिक हुनुहुने सम्पूर्ण अखिल समाजवादी विद्यार्थी सङ्गठन र यस कार्यक्रमको प्रमुख अतिथि विशेष अतिथिज्यूहरू सम्पूर्णलाई यहाँ कार्यक्रममा उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद दिँदै आफ्नो छोटो मन्तव्य गर्न चाहन्छु। हस्त नमस्ते।